कतरबाट फर्के पाक्सीमा हिमालको यात्रातिर लागेको छु। धेरै परिरहेको छ, चिसो पानी धेरै नै छ। गर्नु घरतिर बस्ने मन नै लाग्दैन मलाई। हेर्नुहोस् है र, म यताको भ्यू देखाउँछु। हेर्नुहोस् न, त्यहाँ छोरी गाईहरू छन्, पुरै हिउँले छोपिएका छन्। यदो यो परेको बेला यतातिरका जनावरले के खान्छन् होला है। बिचरा जत गए पनि यो मात्र छ। ज्ञानजो गाउँ पनि गाह्रो पर्छ होला है। हालतिर घुम्न त आइयो, धेरै हिउँ परेर मलाई नै गाह्रो होला जस्तो पो लाग्यो। एकछिन बसेर टाइम पास गर्नु पर्यो। हेर्नुहोस् है त, यही बनाउँदैछु। धेरै नै चिसो छ, हात त खत्तम पो भयो मेरो बाफ्रे।हरूले त पाइसक्नु भयो होला। म चाहिँ खगेन्द्र र रुद्रकालीको मूर्ति बनाउने ट्राई गर्दैछु। हेरौँ है त, भन्दछ कि भन्दैन। अझै अलिकति बाँकी छ, हात कचल्किन थाले, तर पुरा हुन्छ जस्तो छ। हेर्नुहोस्, यो एउटा हात्तीमाईले बरबटा भनेको कस्तो सपारा उपत्यका जस्तो लाग्छ है। अब ठुलो ट्रङ्कटा हेर्नुहोस्, यो त एकदमै सन्तुलित छ। ओहो, ओ माई गॉड साथीहरू, हेर्नुहोस् न, यो हाम्रो राष्ट्रिय चरा दानफे कताबाट आयो आकाश है। बिचरा यो चराले त हाम्रो देशका घन खगेन्द्र रुद्रकालीलाई चिन्यो, तर हाम्रो नेपाल सरकारले चिनेन। यस्तो देख्दा साह्रै दुःख लागेर आउँछ। पानी हिउँले परिरहेको। Oh my God. बिचरा धेरै हिउँले गर्दा मैले बनाएको खगेन्द्र रुद्रकालीको मूर्ति नै भट्क्यो। एकछिनको लागि भए पनि यिनीहरूमा सँगै छन् कि जस्तो लागेको थियो। जसरी आएकी मूर्ति बनाउँदा खुसी थिए, त्यस्तै मैले खगेन्द्र रुद्रकालीलाई कतरमा भेटा थिएँ। यो मूर्ति भट्किँदा यिनीहरूलाई सोधेर आएको पल याद आयो। यो हावाले खगेन्द्र र रुद्रकालीको मूर्ति भत्काए पनि यिनीहरूको माया मेरो मनमा छ। म जहाँ गए पनि यिनीहरूलाई बिर्सिन्न। तिमीहरूलाई धेरै मिस गरेको छु। जहाँ छौ, जुन अवस्थामा छौ, खुसी भएर बस्नु है। खगेन्द्र र रुद्रकालीको मूर्ति बनाउँदै धेरै टाइम भयो, भोक लागे जस्तो पो। अब साउ खडै जानु पर्यो। ला साथीहरू, दिनभरि हिउँमै घुमियो। अब त मलाई पनि चिसो लाग्ला जस्तो भइसक्यो। अब भोलि भेटौँला, आजलाई यतिकै है त, बाई।